सोलमा खिदीमा हुँदै मौसमले साथ दिएन क्या साथीहरू। ठ्याक्कै यहाँ आएपछि सुँगनी र पाडुवाङको चाहिँ प्रतिमा बनाइएको रहेछ। यो मोबाइल राख्ने स्ट्यान्ड चाहिँ यो पहिरोले गर्दाखेरि चाहिँ यताको बाटै बन्द भएछ। अनि हेलो साथीहरू, स्वागत छ तपाईँलाई आजको मेरो अर्को भिडियोमा। र सबजना सन्चै हुन्छ ल, म पनि एकदम सन्चै आरामै छु। अनि आज पनि मैले बिहानै स्टार्ट गरेको छु होइन। आज पनि मैले बिहानैदेखि सुरुवात गरेको छु। अनि आजको मौसम चाहिँ एकदमै आज पनि यस्तो नै छ होइन। हल्का हल्का जुम्मै छ, हल्का हल्का खुलिरहेको छ यता पार्टीहरूबाटै। अनि आज चाहिँ मैले बिहानैदेखि स्टार्ट गरेको छु। अनि हामी चाहिँ यहाँ पान्दारे बजार ठाउँमा चाहिँ आएर बसेको थियो। पान्दारे भन्ने ठाउँमा चाहिँ आएर बसेको छु। अनि हामी यो होटलमा चाहिँ बसेको थियो। अनि आज हामी चाहिँ ठ्याक्कै बाटो हुँदै लाग्दैछु। के कस्तो लाग्छ हजुरले भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज पनि हामी यस्तै रमाइलो ठाउँहरू रमाइलो गाउँहरू चाहिँ हामी देखाउँदै जाने कोसिस गर्नेछौँ। र यति कोही हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नु बसेन भने यो च्यानल सब्सक्राइब गर्दै साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु। ल साथै हामी चाहिँ ठ्याक्कै भयो भने यहाँ सिमरामा आइपुग्यौँ। अनि यहाँदेखि अब हामी चाहिँ यता साकेला गाउँपालिका चाहिँ प्रवेश गर्दैछौँ। यता यो भसुरो हो भने ठ्याक्कै यतापट्टि साकेला गाउँपालिका चाहिँ हामी प्रवेश गऱ्यौँ। तावा भन्ज्याङ। अनि यहाँदेखि चाहिँ हामी तल माथिम झर्दैछौँ। यो बाटो चाहिँ माथिम हुँदै यता दुकेले पनि तर्छ, यता बाँझे साकेलातिर पनि तर्छ, अनि साथै यता माथिम पनि तर्छ। यो रोड चाहिँ तावा भन्ज्याङमा आइपुग्यो साथीहरू, देख्न सक्नुहुन्छ। फाइनलमा चाहिँ आइसके देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ पुरै चिया बगान हालिएको छ, लगाएको छ। तर अलिकति फस्टाएको छैन, अलिकति लगाएको चाहिँ निकै समय भइसक्यो। तर अलिकति गाई बस्तुहरू पछाडि चाहिँ अलिकति हुर्किनु पर्नु पाएको छैन। र यसमा चाहिँ यहाँ बल लगेको छ, बत्ती लगाएको छ। अनि बेलुका चाहिँ एकदमै दामी देखिन्छ, बबल देखिन्छ यो चाहिँ। अनि त्यो माथिको पनि बत्ती लाग्छ, त्यसमा पनि बत्ती लाग्छ, यो बबल देखिन्छ साथीहरू। यहाँ चाहिँ यो बत्तीहरू बल्छ अनि एकदमै दामी देखिन्छ। तर यो चाहिँ एकदमै पर्यटक क्षेत्र रहेछ। अनि यहाँ ठ्याक्कै यो चाहिँ मुन्दुम पदमाको पहिलो खुड्किलो पनि छ। यहाँदेखि हामी मुन्दुम पदमाका हुँदै माथि टेम्के निक्लेर अनि चखेवा हुँदै हुँदै धोत्रे उता मयुङ हुँदै हुँदै हामी सिलिचुसम्म पनि पुग्न सकिन्छ भने यो चाहिँ मुन्दुम पदमाको पहिलो खुड्किलो पनि हो। यहाँ चाहिँ एकदमै पर्यटक क्षेत्र रहेछ। एकदमै यहाँ चाहिँ धेरै ठाउँदेखि होइन, अन्य जिल्लादेखिको मान्छेहरू घुम्नु पनि आउने गर्नुहुन्छ यो ठाउँमा चाहिँ। साथीहरू यो तावा भन्ज्याङ भनेको चाहिँ मुन्दुम पदमार्गको चाहिँ पहिलो खुड्किलो हो। यहाँदेखि चाहिँ हामी मुन्दुम पदमार्ग हुँदै माथि ट्याम्के निस्केर ट्याम्केदेखि तल चखा झरेर पर धोत्रे मयुङ हुँदै हुँदै सिलिचुङसम्म पुग्न सकिन्छ भने ठ्याक्कै यहाँ चाहिँ सबै ठाउँकोदेखि चाहिँ तावा भन्ज्याङको चाहिँ 22.3 मिटर उचाइमा रहेछ भने टेम्के डाँडा 3010मा रहेछ। अनि त्यसपछि यता के हो साहु बास भन्ने रहेछ 2570मा रहेछ। अनि ठ्याक्कै चाहिँ माथि ट्याम्के डाँडा निस्किन्छ। ठ्याक्कै यो मुन्दुम पदमार्ग हुँदै ट्याम्के डाँडा निस्किन्छ भने ठ्याक्कै यहाँदेखि त चाहिँ साकेला गाउँपालिका पर्छ। ठ्याक्कै अब हामी चाहिँ यहाँ सोलमा खिदीमा हुँदै तल माथिम झर्नेछौँ। अनि माथिमदेखिको गाउँतर्फ जानेछौँ साथीहरू। यही नै हो यहाँको हजुरहरूलाई सकेसम्मको चाहिँ एकदमै राम्रो ठाउँहरू चाहिँ देखिसकेँ। अनि के कस्तो लाग्यो हजुरहरूले कमेन्टमा भन्न सक्नुहुन्छ। तावा भन्ज्याङदेखि चाहिँ हिँडेर खिदीमा खिदीमा कटेर हानेर चाहिँ हामी सोलमा भन्ने ठाउँमा आइपुगेछौँ। अनि अब यहाँ हामी सोलमादेखिको चाहिँ यहाँ कोक्रा पुग्छौँ। कोक्रादेखिको बोपुङ, अनि त्यसपछि माथिम भनेको समथिङ अब यहाँदेखि हामीलाई चाहिँ 1 देखि 1.5 घन्टा जति लाग्छ ल माथिम पुग्नु चाहिँ। अनि हामी चाहिँ जस खिदीमा कटेर आइसक्यौँ। अब हामी यो अहिले सोलमा भन्ने ठाउँमा छौँ, ढाडे भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। अनि अब यहाँदेखिको माथिम झर्नु चाहिँ अलिकति हिँड्ने आधी घन्टा जति लाग्छ झर्नुको लागि, आधी घन्टा त्यस्तै 20 मिनट जति लाग्छ। अनि ठ्याक्कै चाहिँ ढाडे भन्ने ठाउँ हो। अनि चाहिँ अहिले अब भर्खरै फेरि पानी पनि परेको, अलिक पानीको डिस्टर्ब गऱ्यो, त्यही भएर हामी चाहिँ बाटो जाँदै साथीहरू।
माने भन्ज्याङमा आइपुग्यो। यो चाहिँ माथिल्लो माने भन्ज्याङ भन्छ। अनि जुन पालिकाको कार्यालय चाहिँ तल्लो माने भन्ज्याङमा छ। यहाँ चाहिँ दुईवटा माने भन्ज्याङ छ। सरहारी तल्लो माने भन्ज्याङ पुगेर जान्छौँ। एकचोटि जुन यो साकेला गाउँपालिकाको एउटा कार्यालय चाहिँ साकेला गाउँपालिकाको कार्यालय चाहिँ तल्लो माने भन्ज्याङमा छ। अनि यो चाहिँ माथिल्लो माने भन्ज्याङ हो। अनि अब हामी चाहिँ त्यो पालिका पनि पुग्नेछौँ। अनि पालिका पुगेर यसो फर्किनु पर्ने हुन्छ साथीहरू। साकेला त बाँझे डाँडा गाउँ छिर्ने बाटो हो भने यो चाहिँ हाइवे हो। यहाँ चाहिँ ठ्याक्कै यहाँ सुङ्नी र पाडुवाङको चाहिँ प्रतिमा बनाइएको रहेछ होइन। ठ्याक्कै यहाँ माने भन्ज्याङ पनि आइपुग्यो। अनि ठ्याक्कै हाम्रो साकेला गाउँपालिकाको कार्यालय चाहिँ यहाँ ठ्याक्कै माने भन्ज्याङमै हो। माने भन्ज्याङको चाहिँ बजार लाग्ने ठाउँ हो। तपाईँहरू देख्न सक्नुहुन्छ। सायद त्यो त भिडियो गर्नु पो दिन्छ कि दिँदैन मिल्छ होला होइन। मैले त अब भिडियो गर्दै हिँडेँ। अरू बेला अरू युट्युबर साथीहरूले पनि मैले भिडियो बनाएको चाहिँ देखेको थिएँ। त्यही भएर म चाहिँ कसैलाई पनि नसोधिकन आएँ। किनकि अलिकति कस्तो कस्तो ठाउँमा त अब भिडियो बनाउनु दिँदैन नि त। अनि त्यही भएर चाहिँ मैले अब कसैलाई पनि जानकारी दिइनँ सोधिनँ। त्यही भएर चाहिँ म सबैले भिडियो बनाउँदै आएँ। सायद केही भन्दैन होला। गर्नु मिल्छ होला भिडियो बनाउनु मिल्छ होला सायद होइन। मजा लाग्ने ठाउँ हो। अनि ठ्याक्कै हाम्रो साकेला गाउँपालिका कार्यालय चाहिँ ठ्याक्कै यो कार्यालय चाहिँ। अनि माथिको साकेला गाउँपालिकाको यो पुलिस चौकी पनि यहीँ हो। एकदमै आया साथीहरू रग्लो भइएछ। अनि घुम्नु लागि चाहिँ एकदमै रमाइलो छ साथीहरू होइन। तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू पनि काहीँ कतैबाट चाहिँ यात्रा गरेर आउँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँमा चाहिँ पक्कै पनि एकचोटि अवश्य पसेर घुमेर जानु होला भन्न चाहन्छु म चाहिँ। यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। यहाँदेखि चाहिँ विभिन्न ठाउँहरू देखिन्छ क्या। यता चाहिँ यो साइडबाट हेऱ्यो भने टेम्मा बजारहरू देखिन्छ। टेम्मा गाउँहरू। अनि यता दिक्तेल बजार भएको। अनि यता दोर्पाहरू। अनि यो साइडमा चाहिँ अनि यहाँबाट चाहिँ विभिन्न ठाउँहरू चाहिँ देखिन्छ। मौसमले साथ दिँदैन क्या साथीहरू। ठ्याक्कै यहाँ आएपछि यति घुम्नु चाहिँ मौसम खुलिदियो ठ्याक्कै आइपुग्ने बित्तिकै। अनि वरिपरि चाहिँ अलिकति मौसम खुलेन क्या। अनि त्यो भएको कारणले अलिकति गाह्रो भयो साथीहरू। अनि यहाँ चाहिँ दिउँसोको समयभन्दा पनि बेलुका आउनु भन्छ अझै रमाइलो हुन्छ। किनकि यहाँ चारैपट्टितिर लाइट हालिएको छ। यो साइड सबै लाइट हालेको छ। अनि यहाँ मुनितिर नि यस्तो लाइटहरू सबै हालेको छ। अनि एकदमै बवाल छ। तर तपाईँहरू दिउँसोको समयमा आउनुभयो भए पनि यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। किनकि यहाँदेखि सबै ठाउँतिर चारैपट्टि देखिन्छ गाउँहरू। अनि त्यही भएर चाहिँ दिउँसोको समयमा आउनुभयो भने एकदमै रमाइलो हुन्छ साथीहरू। अनि यहाँ चाहिँ बेलुका पनि रमाइलो हुन्छ। किनकि यहाँ चाहिँ चारैपट्टि लाइट हालिएको हुन्छ। अनि एकदमै यहाँ घुम्नुको लागि चाहिँ फोटो खिच्नुको लागि चाहिँ एकदमै बवाल हुन्छ साथीहरू। त्यही भएर तपाईँहरू पनि यो बाटो हिँड्दै हुनुहुन्छ भने र यो बाटो आउँदै हुनुहुन्छ भने चाहिँ एकचोटि यहाँ पसेर जानु होला। फोटोसोटो भिडियोहरू खिचेर जानु होला भन्न चाहन्छु। ताराको के नक्सा होला। ताराको नक्सा छ। अनि यहाँ चाहिँ त्रिशुलहरू छ। अनि यहाँ चाहिँ गिटार चाहिँ दामी बनाएको छ साथीहरू होइन। चेन्डोको आकार बनाइएको रहेछ। साथीहरू यो चाहिँ ठ्याक्कै यता पान्दार जाने बाटो यो भएको भने। अनि यो रतन छ बाँझे चेन्डार जाने चाहिँ ठ्याक्कै यो बाटो हो। अनि हामी चाहिँ यता बाँझे चेन्डारपट्टि लाग्छौँ। ठ्याक्कै यो बाटो चाहिँ रतन छ। अनि मबु डाँडा गाउँ अनि मात्र बाँझे आउँछ। अन्त फेरि बाँझे पुगेपछि हाइवे रोड भेटिन्छ। अब मेरो घर चाहिँ हजुरलाई थाहा नै छ। मेरो घर चाहिँ बाँझे चेन्डाडा हो। अनि मैले चाहिँ के सोचेको थिएँ भने यहाँ यो माने भन्ज्याङको चाहिँ एकदमै बवाल भ्यू देखाउँछु क्या तपाईँहरूलाई। दामी भ्यू देखाउँछु भन्ने सोचले चाहिँ म हिँडेको बिहान। तर आउँदै मौसम धुम्मेर चाहिँ एकदमै खराब गर्दै क्या। अनि भनेछ हजुरहरूलाई भ्यू देखाउनु सकिनँ। अनि यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ हो नि त यो माथिम चाहिँ। अब माथिम एरिया चाहिँ अनि एकदमै पर्यटक क्षेत्र पनि हो। अनि त्यो भएको चाहिँ म देखाउँछु भन्ने कोसिस गरेको थिएँ। तर आउँदै बाटोमा चाहिँ अलिकति टाइम लाग्यो क्या। अब किनकि उहाँ ताभन्ज्याङदेखि अझ अलिकति टाइम लाग्यो नि हामीलाई। समथिङ
झन् 2 घन्टा 2.5 घन्टा लाग्यो। अनि त्यो भएको कारणले चाहिँ हामी आउँदै मौसम घुमेर चाहिँ हेरिदिनु भयो, माया गरिदिनु हुन्छ भन्ने चाहिँ मैले एकदमै आशा लिएको छु। र बाँकी चाहिँ यहाँदेखि अझै हामीलाई बाजे च्यानडा पुग्नु चाहिँ समथिङ लाग्छ 3 घन्टा 2.5 घन्टा लाग्छ त्यस्तै होइन। 2-2.5 घन्टादेखि 3 घन्टा समथिङ लाग्छ। अनि बाटोमा के कस्तो पर्छ त्यो हजुरलाई म देखाउँदै भन्दै जानेछु र भिडियो चाहिँ हजुरलाई अन्तिमसम्म हेर्दै गर्नु होला। अझै म यस्तै राम्रो राम्रो ठाउँहरू सकेसम्म देखाउने कोसिस गर्नेछु। साथीहरू चाहिँ ठ्याक्कै यो माथिम र यो रतनछाको ठ्याक्कै बिचमा पर्ने चाहिँ यहाँ एउटा पुल थियो। अनि बाटो चाहिँ यता माथिदेखिको थियो होइन, अब हिँड्ने पहिलेको पुरो बाटो चाहिँ। तर यो पहिरोले गर्दाखेरि चाहिँ यताको बाटै बन्द भएछ। अनि अहिले चाहिँ यो रोड सुचारू भइराखेको रहेछ। ठ्याक्कै यो पुलले यो बन्द भइसकेको साथीहरू यो भिड्ने झरेको गर्दाखेरि पहिरो झरेको गर्दाखेरि। अनि ठ्याक्कै अब चाहिँ हामी यहाँदेखिको चाहिँ यता रतनछा पार गरेको साथीहरू। यहाँदेखि त ठक्क अब रतनछा पार गरेर चाहिँ मबु भन्ने ठाउँमा आइपुगेँ। अनि अब यहाँदेखि चाहिँ मेरो गाउँ पुग्नु चाहिँ समथिङ 2 घन्टा लाग्छ। 2 घन्टा लाग्छ। तर हामी चाहिँ अब घुम्दै रमाइलो गर्दै हिँड्दैछौँ। त्यही भएको कारणले अलिकति टाइम लाग्न सक्छ। अनि आजको भिडियो चाहिँ त्यस्तो छ साथीहरू। अनि टक्कै आएपछि चाहिँ हल्का मौसम खुल्यो क्या, टक्कै हिँड्दै गरेपछि हल्का मौसम खुलेछ। अनि तपाईँहरूलाई मैले पर पुगेपछि चाहिँ एकदमै बबाल भिडियोहरू चाहिँ देखाउँछु। यता दोर्पा दिक्तेल अनि यता लफ्याङहरू होइन, यता निर्मल डाँडा सबैको भ्यूहरू मजाले देखिन्छ। त्यहाँ पुगेपछि चाहिँ म एकदमै तपाईँलाई चुट्टालाएर चाहिँ बबाल भ्यू देखाउने छु। अनि साथीहरू मेरो चाहिँ डेली भिडियो बनाउँदाखेरि ठ्याक्कै यो कस्तो साउन्ड आउँछ क्या, किनकि यो कस्तो साउन्ड चाहिँ के कारण चाहिँ आएको भने चाहिँ मेरो यो मोबाइल राख्ने स्ट्यान्ड चाहिँ हल्का लुज छ क्या। अनि त्यो हल्का लुज छ। अनि ठ्याक्क त्यो हल्लिँदाखेरि चाहिँ यो नलेज आउँछ। त्यो भएको कारणले हजुरले चाहिँ अलिक त्यसमा माइन्ड गरिदिनु होला भन्न चाहन्छु। अलिकति नराम्रो सुनिन्छ नि त, अब बोल्दाखेरि त्यो अलिकति साउन्डै फरक आउँछ क्या। त्यसमा चाहिँ माइन्ड नगरिदिनु होला सकेसम्म हजुरले। दुःख नरिसाइकन चाहिँ हजुरले भिडियो हेरिदिनु होला। किनकि मेरो अलिकति त्यो स्ट्यान्ड अलिकति लुज हुन्छ क्या, घरि यस्तो फोन घुमाउँदा अनि गर्दाखेरि चलाउँदाखेरि चाहिँ त्यो स्ट्यान्ड लुज भएको छ। अनि त्यो अलिकति हल्किन्छ। त्यो हल्लेको कारणले चाहिँ त्यसमा साउन्ड आउँछ क्या। त्यो थोरै त्यो अलिकति बजेको हजुरले याद गर्नुभयो होला होइन, त्यो धेरै ठाउँहरूमा। अनि ढाके त्यो चाहिँ हल्लिन्छ क्या। अन्त हल्लिँदाखेरि चाहिँ त्यो बजेको चाहिँ त्यो भएर त्यसले साउन्ड अलिक नराम्रो आएको छ। अनि त्यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला भन्न चाहन्छु। हामी चाहिँ अब मऊ पनि लगभग पार गरिसकिसक्यौँ। अब हामी चाहिँ यतापट्टि देखेको चाहिँ डाँडा गाउँ पारेसम्म देखेको चाहिँ पुरा डाँडा गाउँ हो। अनि अब हामी चाहिँ मऊ पनि लगभग कटिसक्यौँ साथीहरू। अनि अब हामी डाँडा गाउँ पुग्छौँ। अनि डाँडा गाउँ देखेको चाहिँ बाँझी आउँछ। र साथीहरू म चाहिँ ठ्याक्कै धुमा भन्ने ठाउँ आइपुगेँ। अनि आइसकेपछि चाहिँ अलिकति हिँड्ने गर्दा गर्मी भयो क्या। अनि त्यसपछि टक्क मैले चाहिँ हल्का मुख धोएको छु, मुख धोएर अनि हिँडेको छु। अनि ठ्याक्कै यो चाहिँ धुमा पर्छ। अब यहाँदेखिको बाँझे पुग्नु चाहिँ समथिङ अब 1 घन्टा हो। हामी बिस्तारै सरहरी हिँड्यो भने त माथिङदेखिको होइन अब भन्ज्याङदेखिको तपाईँको 3 घन्टा हो। तर अब हामी चाहिँ बस्दै हिँड्दैछौँ। त्यो भएको कारणले चाहिँ अब यहाँदेखिको चाहिँ 1 घन्टा जति लाग्छ बाँझे पुग्नु चाहिँ। तर अहिले चाहिँ मौसम एकदमै चारैपट्टि मौसम खुलेछ। अघिसम्म चाहिँ मौसमहरू चाहिँ हल्का बन्द भएको थियो। अनि त्यो भएको कारणले चाहिँ अलिकति गाह्रो हुन्थ्यो। चारैपट्टिले चाहिँ मौसम खुलेर खबर पनि देख्न सकिँदैन। त्यो पहाडी भएको चाहिँ सबै मबु हो भने यो चाहिँ ठ्याक्कै धुमा एरिया पर्छ। यस्तो चट्टान छ कि है, कति ठुलो चट्टान साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ। माई गड होइन, यति धेरै ठुलो छ कि यति धेरै ठुलो छ होइन। अहिले चाहिँ भने यो मौसम खुलेर मजाले उभिरहेको छ। अनि तर पनि त्यो पानीहरू चाहिँ हल्का मसिनो पर्दैछ क्या, मसिनो पानी पर्दैछ। तर हिँड्नुको लागि चाहिँ एकदमै सफ्ट भएर क्या, हिँड्नुको लागि चाहिँ एकदम शीतल भएर छ। हामी चाहिँ ठ्याक्कै यो गाउँ आइपुगिसक्यौँ। ठ्याक्कै बाँझे टोल, यो चाहिँ दिचुङ एरिया भन्छ। यो चाहिँ अलिक उता पर्छ, गाउँ अलिकति गहिरोपट्टि पर्छ। अनि ठ्याक्कै म चाहिँ यहाँ दिचुङ भन्ने एरियामा चाहिँ आइसकेको छु। अनि यो खाजाहरू खाएर अनि लाग्यौँ। अनि अहिले चाहिँ ठ्याक्कै भन्ने हो भने 5:30 भइसक्यो साथीहरू। हामी चाहिँ अलिक ढिलो हिँड्यो। अनि त्यो भएको चाहिँ अलिकति टाइम लाग्यो। अनि अहिले चाहिँ ठ्याक्कै 5:30 भयो। आफ्नो घरतिर फर्किन्छु साथीहरू। र त्यही नै हो। भिडियो के कस्तो लाग्यो हजुरलाई सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। र एकदमै
उसलाई चाहिँ धेरै ठाउँहरू चाहिँ देखाउने कोसिस गर्ने थिएँ, तर अलिकति मौसम धुमेको कारणले चाहिँ अलिकति भनेपछि ठाउँमा चाहिँ मौसमहरू अलिकति धुमेको कारणले चाहिँ अलिकति भनेपछि देखाउन सकिनँ। यो भिडियो चाहिँ के कस्तो लाग्यो हजुरहरूले सल्लाह सुझाव दिन सक्नुहुन्छ र बाँकी नेक्स्ट भिडियोमा हजुरसँग भेट हुने नै छ भन्दै अहिलेको लागि चाहिँ म हजुरबाट छुट्टिन्छु। ओके बाइ साथीहरू।